आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयामहरूको बारेमा नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरू, प्राज्ञिक व्यक्तित्वहरू, सुरक्षा विज्ञहरू, विभिन्न पेसाका अग्रजहरू लगायत समाजका विभिन्न तबकाका प्रतिनिधिहरूसँग रणनीतिक अन्तर्क्रिया गर्नुलाई अत्यन्त सकारात्मक पहलको रूपमा लिएको छु। यस सम्मेलन आयोजना गर्नुभएकोमा प्रहरी महानिरीक्षकज्यू र नेपाल प्रहरी सङ्गठनलाई हार्दिक बधाई पनि दिन चाहन्छु। प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवं जन अपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्दछ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यावहारिक रूपमा कार्यान्वयन योग्य हुन सक्दछन्। यस सम्मेलनमा हुने अन्तर्क्रिया र बहसहरूले आम नेपालीले अपेक्षा गरे अनुरूप प्रहरी सङ्गठन बनाउने सन्दर्भमा यसका सेवा प्रवाहका सन्दर्भमा मूल्यवान र ठोस सुझावहरू प्राप्त हुने र प्राप्त सुझावहरूलाई समेटेर प्रहरी सङ्गठनले आफ्नो रूपान्तरण र कार्यप्रभावकारिताको रणनीति तर्जुमा गर्नेछ भन्ने विश्वास लिएको छु। गत भदौमा भएको जेनजी जनआन्दोलन र त्यसै सन्दर्भमा भएका घटना परिघटनाहरूको प्रमुख प्रभाव भौतिक र मानसिक रूपमा समेत नेपाल प्रहरीमा अत्यधिक रूपमा पर्न गएको विषय सर्वविदितै छ। साङ्गठनिक क्षमताहरूको पुनर्स्थापना र सुरक्षा र अपराधका नवीनतम चुनौतीहरू सम्बोधन गर्न सक्ने सक्षम र सुदृढ सङ्गठन निर्माणका लागि यस रणनीतिक सम्मेलन अत्यन्त उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु। यस सम्मेलनका निष्कर्षहरू र तत्पश्चातका नेपाल प्रहरीका रणनीति र योजनाहरूको कार्यान्वयनमा नीतिगत रूपमा गृह मन्त्रालय र नेपाल सरकारको उच्च समर्थन र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु। मलाई विश्वास छ यस सम्मेलनबाट प्राप्त सुझाव, निष्कर्ष र मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस योगदान पुर्याउनेछ र नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बन्नेछ। अन्त्यमा यस महत्त्वपूर्ण सम्मेलनको सफलताको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।